हेलो डियर गाइस, के छ हाल खबर? कक्षा 12 का भाइ बहिनीहरूको इक्जाम नजिक आइसक्यो। के कस्तो चल्दैछ पढाइ तिमीहरूको? यसो कमेन्टमा खबर गराऊ है त। ल, आज चाहिँ तिमीहरूको लागि एकदमै इम्पोर्टेन्ट टपिक यो ट्रान्जिसन मेटल भन्ने च्याप्टरबाट ल्याएर आएको छु। इक्जाममा एकदमै 5 नम्बरमा सम्भावित क्वेसन। ल, यो फिगर पनि देखेको होला तिमीहरूले। यो फिगरको बारेमा एक्सप्लेन गर्नुपर्ने छ यहाँ। टपिकको नाम चाहिँ के हो भने स्प्लिटिङ अफ डी अर्बिटल इन अक्टाहेड्रल कम्प्लेक्स। क्वेसन सोद्धाखेरि एक्सप्लेन डी अर्बिटल स्प्लिटिङ भनेर सोध्न सक्छ, अथवा वाइ डी अर्बिटल स्प्लिट इन अक्टाहेड्रल कम्प्लेक्स भनेर पनि सोध्न सक्छ। त्यसरी सोध्यो भने चाहिँ अब यति थोरै लेख्ने, यो यति लेख्ने अनि यो चित्र बनाउने, 5 मा 5 नम्बर आउँछ तिमीहरूको है त। सबभन्दा पहिला यो डी अर्बिटल भनेको के हो त्यसको बारेमा थोरै थाहा पाऊ, अनि यो अक्टाहेड्रल कम्प्लेक्स भनेको के हो त्यो थाहा पाउनुपर्छ। ल, यो सानो यसमा बीचमा यो मेटल छ, डी अर्बिटल भएको कुनै मेटल, ट्रान्जिसन मेटल भनौँ। यो ट्रान्जिसन मेटलको यो वाइ एक्स एक्सिस भयो, यो वाइ एक्सिस भयो, यो स्पेसमा जेड एक्सिस भयो। यदि यो मेटलको यसरी तीनवटै एक्सिसहरूबाट 6वटैतिरबाट लिगेन्डहरूले अट्याक गर्छन्, लिगेन्डहरूले एप्रोच गर्छन् भने यो कम्प्लेक्सको ज्योमेट्री हुन्छ अक्टाहेड्रल ज्योमेट्री। योलाई के भनिन्छ? अक्टाहेड्रल ज्योमेट्री भनिन्छ। र यो ज्योमेट्री बनाउने जुन मेटल र लिगेन्ड मिलेर जुन कम्प्लेक्स बनाउँछ त्यसलाई भनिन्छ अक्टाहेड्रल कम्प्लेक्स भनेर। अब यो लिगेन्डहरूमा इलेक्ट्रोनहरू हुन्छन्, इलेक्ट्रोन रिच हुन्छ लिगेन्ड। मेटलको डी अर्बिटलमा पनि के छन्? यो बीचमा जुन मेटल छ यो मेटलमा डी अर्बिटल छ, डी अर्बिटलमा इलेक्ट्रोन छ। यो लिगेन्डको इलेक्ट्रोन र यो मेटलमा भएका इलेक्ट्रोनहरूको बीचमा जब यी मेटलहरू के गर्न थाल्छन्, यो मेटलहरू यो लिगेन्डतिर नजिक नजिक आउन थाल्छन्, यो बेला चाहिँ के हुन्छ? अब यिनीहरूको बीचमा रिपल्सन हुन्छ, लिगेन्ड र कसको बीचमा? मेटलमा भएका डी अर्बिटलको बीचमा। अब डी अर्बिटलहरू कतिवटा छन् त्यो पनि थाहा हुनु पर्यो है। डी अर्बिटलहरू 5वटा डी अर्बिटल छन्। यी 5वटा डी अर्बिटल के हुन् त? यहाँ छन् हेर, डी एक्स स्क्वायर माइनस वाइ स्क्वायर, डी जेड स्क्वायर, डी एक्सवाई, डी वाइ जेड र डी एक्स जेड गरेर 5वटा डी अर्बिटल हुन्छ। यी 5वटा डी अर्बिटलहरू अब यो लिगेन्डले एप्रोच गर्ने बित्तिकै 2 सेटमा डिभाइड हुन्छन्। अब थोरै यहाँ हेर है, इन अक्टाहेड्रल field complex, the 5 degenerate orbital split in 2 energy levels due to presence of ligands रे। यो डिजेनरेट भनेको के हो भने सबैको सुरुमा इनर्जी इक्वल हुन्छ, डिजेनरेट भनेको ह्याभिङ इक्वल इनर्जी। अब त्यसपछि के हुन्छ? द 5 डिजेनरेट डी अर्बिटल्स which originally have same energy in the free space splits into 2 different sets। लिगेन्डहरूले एप्रोच गर्ने बित्तिकै यो 2वटा सेटमा डिभाइड हुन्छ, स्प्लिट हुन्छ अरे। ती सेटहरू के हुन् त? T2G सेट एन्ड EG सेट। यो T2G को एनर्जी लोअर हुन्छ, EG को एनर्जी हायर हुन्छ। के कारणले भने T2G मा these orbitals point between the axes along XY, YZ and XZ planes रे। They experience less repulsion from the ligand, so they have lower energy भन्छ योले चाहिँ। अब यो भनेको के हो भन्दाखेरि जुन यी 3वटा सेटहरू छन्, कुन कुन? T2G मा भएका 3वटा कुन कुन हुन्? DXY, DXZ र DYZ। यिनीहरू चाहिँ जस्तै यो एक्स एक्सिस भयो, यो वाइ एक्सिस भयो, यो जेड एक्सिस भयो हैन। यिनीहरूको बीच-बीचमा पर्छन् रे। के यिनीहरूको बीच-बीचमा पर्ने भएकाले अब लिगेन्ड कहाँबाट एप्रोच गर्दैछ? ठ्याक्कै एक्सिसहरूबाट, एक्सबाट, वाइबाट र जेडबाट एप्रोच गरिरहेछ। यी एक्स वाइ वाइ जेड एक्स जेड कहाँ छन्? एक्स र वाइ को बीचमा छ, त्यसलाई एक्स वाइ प्लेनमा छ। वाइ जेड वाला अर्बिटल वाइ जेड प्लेनमा छ। जेड एक्स वाला अर्बिटल कहाँ छ? जेड र एक्स को बीचमा छ। त्यही भएर एक्सिसबाट लिगेन्डहरू आउँदाखेरि यी बीचमा छन्, त्यही भएर यिनीहरूमा अलि कम रिपल्सन भयो। दे एक्सपिरियन्स लेस रिपल्सन फ्रम लिगेन्ड, सो यिनीहरूको एनर्जी के हुन्छ? अलि लोअर हुन्छ। अनि जो इजी अर्बिटल, इजी भन्नाले कुन कुन परे? जेड स्क्वायर, डिजेड स्क्वायर र डी एक्स स्क्वायर माइनस वाइ स्क्वायर। यिनीहरू चाहिँ ठ्याक्कै एक्सिसमै पर्ने खालका हुन्, एक्सिसमै पर्छन्। अब एक्सिसबाट लिगेन्डहरू आइरहेछ भनेपछि त के होला? यिनीहरूमा अलि बढी रिपल्सन होला। त्यही भएर दिज अर्बिटल्स पोइन्ट डाइरेक्टली अलोङ द एक्सिसेस, एक्स एक्सिस, वाइ एक्सिस र जेड एक्सिसमा पर्छन्।
they experience more repulsion from the ligand and have higher energy. यति लेखिसकेपछि अनि के गर्ने यो चित्र बनाउने सुरुमा यी पाँचवटै अर्बिटलको एनर्जी के छ सेम छ लिग्यान्ड अलि एप्रोच गर्दाखेरि तिनीहरुको नजिक आउँदाखेरि के भयो त यिनीहरुको एनर्जी सबैको अलि बढ्छ लिग्यान्ड अझै नजिक आयो भने के हुन्छ त यी दुईटा सेटमा स्प्लिट हुन्छन् T2G सेट र EG सेट EG सेटको एनर्जी अबिट हायर यिनीहरुको बढेर जान्छ dx स्क्वायर र x स्क्वायर माइनस y स्क्वायर र dz स्क्वायर तल तीनवटा यिनीहरुको एनर्जी चाहिँ के हुन्छ घट्छ dxy dyz र dxz अनि जो यिनीहरुको बीचको यो ग्याप छ यसलाई चाहिँ डेल्टा O ले डिनोट गरिन्छ यो भनेको के हो भने यहाँ हेर्नु एनर्जी डिफरेन्स डेल्टा O भन्ने छ The energy difference between T2G and EG set is called delta O, octahedral splitting energy. It depends on the strength of ligand field. Strong ligand छ भने अलि बढी होला यो ग्याप चाहिँ है लार्जर स्प्लिटिङ हुन्छ while weak ligand छ भने यिनीहरुको स्प्लिटिङ पनि के हुन्छ थोरै हुन्छ यति लेखेर यो चित्र बनाउने चित्र बनाइसकेपछि फिगरको नाम पनि लेख्ने र यति लेखेर आयो भने 5 मा 5 नम्बर चाहिँ तिमीहरुको आउँछ ओके